नमस्कार सबैजनालाई मेरो युट्युब च्यानल बेसिक हेल्थ टिप्समा स्वागत छ। म चाहिँ आज हजुरहरू सामु सानो स्वास्थ्य सम्बन्धी टिप्स आरएस इन्कम्प्याबिलिटीको बारेमा चाहिँ हजुरहरू सामु जानकारी दिनेछु। हजुरहरूलाई थाहा छ छैन, अब थाहा भएको पनि हुनसक्छ, थाहा नभएको पनि हुनसक्छ। म चाहिँ आज आरएस इन्कम्प्याबिलिटीको बारेमा चाहिँ छलफल गर्नेछु। आरएस इन्कम्प्याबिलिटी भनेको चाहिँ जब कुनै गर्भवती महिलाको आरएस नेगेटिभ हुन्छ र बच्चाको रगत आरएस पोजिटिभ हुन्छ। जब आमा र बच्चाको रगतको प्रकोप चाहिँ मिल्दैन, आरएस नेगेटिभ र पोजिटिभ भयो भने चाहिँ रगत मिल्ने भएन। त्यस्तै अवस्थामा चाहिँ आमाको रगत आमाको शरीरले बच्चाको रगत बाहिरी वस्तु फरेन बडी जस्तो चाहिँ ठान्दछ हैन। त्यस विरुद्धमा चाहिँ एन्टिबडी बनाउन सक्दछ। यी एन्टिबडीले चाहिँ गर्भमा रहेको बच्चालाई चाहिँ हानि पुर्याउन सक्दछन्। विशेष गरेर चाहिँ यो पहिलो गर्भमा खासै हानि पुर्याउन सक्दैनन् र दोस्रो गर्भमा चाहिँ यसले विशेष गरेर हानि पुर्याउँदछन्। आरएस इन्कम्प्याबिलिटी जब हुन्छ तब गर्भवती महिलाको रगत आरएस नेगेटिभ हुन्छ, बच्चाको रगत चाहिँ आरएस पोजिटिभ हुन्छ। यस अवस्थालाई के हुन्छ भने चाहिँ आरएस फ्याक्टर एउटा प्रोटिन हो जुन चाहिँ राता रक्तकोषमा पाइन्छ। यदि तपाईँको रगतमा यो प्रोटिन छ भने आरएस पोजिटिभ हुनुहुन्छ, नत्र आरएस नेगेटिभ हुनुहुन्छ। यदि आरएस नेगेटिभ आमाको शरीरमा आरएस पोजिटिभ बच्चाको रक्तकोशिका पुग्यो भने, जस्तै प्रसवको अवस्थामा प्रसवको समयमा पुग्न सक्छ अथवा चोटपटक लागेको बेलामा चाहिँ पुग्न सक्दछ। आमाको शरीरले चाहिँ त्यसमा विदेशी वस्तु अथवा फरेन बडी सम्झिन्छ, बाहिरी वस्तु सम्झिन्छ र प्रतिरोधात्मक शक्ति अनि प्रतिरोधात्मक शक्ति प्रतिक्रिया एन्टिबडी चाहिँ उत्पादन गर्न सक्दछ। पहिलो गर्भमा चाहिँ प्राय समस्या हुँदैन, तर दोस्रो गर्भमा चाहिँ आगामी गर्भहरूमा चाहिँ आमाले बनाएका ती एन्टिबडीहरूले आरएस पोजिटिभ बच्चाको रक्तकोशिकालाई चाहिँ नष्ट गर्न सक्दछन्। त्यसलाई चाहिँ हेमोलाइटिक डिजिज अफ न्युबोर्न भनिन्छ। नियन्त्रण कसरी गर्ने, यसलाई चाहिँ कसरी रोकथाम गर्न सकिन्छ त भन्दा चाहिँ आरएस नेगेटिभ आमालाई गर्भको करिब 28 हप्तामा र प्रसवपछि यदि बच्चा आरएस पोजिटिभ छ भने एन्टी-डी भ्याक्सिन एन्टी-डी भ्याक्सिन चाहिँ दिन सकिन्छ। यसले शरीरलाई चाहिँ एन्टिबडिज बनाउन चाहिँ नदिएर सुरक्षा गरेर चाहिँ राख्ने काम गर्दछ। धन्यवाद। मैले सानो जानकारीको लागि चाहिँ हजुरहरू सामु सानो भिडियो लिएर आएको थिएँ। यस्तै स्वास्थ्य सम्बन्धी विभिन्न भिडियोहरू राख्नेछु भन्दै मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। फेरि पनि धन्यवाद।